नमस्कार सबैजनामा। शिक्षक सेवा आयोगलाई मध्यनजर गरेर मैले केही नमुना प्रश्नोत्तरहरू र त्यसको उत्तरहरू यहाँहरू समक्ष यो भिडियो मार्फत राख्दैछु। कृपया भिडियो अन्तिमसम्म हेरेर सल्लाह सुझाव दिनुहोला र यस्तै यस्तै भिडियोको लागि यस च्यानल सब्सक्राइब गर्न पनि नभुल्नुहोला। मैले सुरु गर्न चाहेँ। वस्तुगत प्रश्नोत्तर भनेर राखेको छु मैले। अध्यापन अनुमति पत्र नलिई शिक्षक हुन नपाउने व्यवस्था डट भएको थियो भन्ने छ पहिलो। अब यो भनेको चाहिँ कहिले होला त? क नम्बरको अप्सन भन्छ 2023, ख नम्बरकोले भन्छ 2017, गले भन्छ 2058, घले भन्छ 2028। ल यहाँहरूको उत्तर के होला? सोचिसक्नु भयो होला पक्कै पनि। यसको सही एन्सर रहेको छ ग, विष 2058 साल। त्यस्तै प्रश्न नम्बर 2ले भन्यो आधारभूत शिक्षाका तहगत सक्षमता कतिवटा रहेका छन् भन्छ। यो यहाँ एउटा छाँछामा छ, 8वटा रहेका छन्। दिएका मध्ये सबैभन्दा पछि स्थापित निकाय कुन हो भन्छ। अब यसको हेर्नु होला। क नम्बरमा शैक्षिक गुणस्तर परीक्षण केन्द्र, ख नम्बरमा राष्ट्रिय परीक्षा बोर्ड, ग नम्बरमा एसइएसपी, घ नम्बरमा एनइएसपी। यसको सही एन्सर के होला भन्दा ख, राष्ट्रिय परीक्षा बोर्ड। यो चाहिँ पछिल्लो पटक स्थापना भएको, अर्थात् शिक्षा ऐनको 8औँ संशोधन 2073मा भइसकेपछि सो संशोधनमा यो व्यवस्था राष्ट्रिय परीक्षा बोर्डको व्यवस्था गरिएको थियो। अब प्रश्न नम्बर 4 रहेको छ, बाल अधिकार महासन्धिका पक्षहरूमा दिएका मध्ये कुन पर्दैन भन्छ। बाल बचाउ, खमा बाल सहभागिता, ग बाल विकास, घ बाल स्वास्थ्य। अभियसली यहाँहरूलाई थाहा छ बाल स्वास्थ्य पर्दैन होइन। बाल अधिकार महासन्धिको चाहिँ 4वटा पक्षहरूमध्ये बचाउ, विकास, संरक्षण र सहभागिता हुन्। यो बाल स्वास्थ्य चाहिँ होइन, त्यसकारण बाल स्वास्थ्य चाहिँ परेन। प्रश्न नम्बर 5मा रहेको छ, बालमैत्री विद्यालय राष्ट्रिय प्रारूपको पक्ष अन्तर्गत ध्यायमध्ये कुन समावेश छैन। ल हेर्नुहोला, यसको चाहिँ आर्थिक व्यवस्थापन होइन, मातृभाषामा सिकाइ, स्वास्थ्य र सहभागिता कुन चाहिँ पर्दैन भन्दा आर्थिक व्यवस्थापन परेन। अब ख नम्बरमा के भन्यो हेरौँ। शैक्षणिक उद्देश्यको वर्गीकरणमा प्रयोग कुन क्षेत्र अन्तर्भित्र पर्दछ भन्छ। संज्ञानात्मक, क्रियात्मक, प्रवृत्तिमूलक र भावात्मक 4वटा अप्सन छन्। तीमध्ये क नम्बरको संज्ञानात्मकमा प्रयोग चाहिँ पर्छ। अब प्रश्न नम्बर 7 रहेको छ, स्थानीय तहको पाठ्यक्रम निर्माणको पहिलो चरण कुन हो। क नम्बरमा उद्देश्य निर्माण, खमा विषयवस्तुको पहिचान, गमा सर्वेक्षण, घमा आवश्यकताको पहिचान कुन चाहिँ होला। अनुमान गर्नुहोला। अनुमान पक्कै पनि गरिसक्नुभयो। अब म यसको सही एन्सर भन्न गइराखेको छु। यो स्लाइडको एनिमेसन पछि आइहाल्छ। यसको सही उत्तर घ रहेको छ। अब प्रश्न नम्बर 8ले के भन्यो त भन्दा बहुभाषिक शिक्षा कार्यक्रम लागू भएको जिल्ला तलको मध्ये कुन हो भन्छ। बहुभाषिक शिक्षा भनेको हेर्नुहोस् अप्सनहरू, कैलाली, खमा भोजपुर, गमा सुनसरी, घमा सुर्खेत। यो 4वटा मध्ये कुन चाहिँमा चाहिँ बहुभाषिक शिक्षा कार्यक्रम लागू भएको थियो भन्दा यसको एन्सर रहेको छ ग, अर्थात् सुनसरी। सुनसरी जिल्लामा चाहिँ पहिला लागू भएको, यो मध्येमा लागू भएको थियो। प्रश्न नम्बर 9 हेर्नु होला, विद्यालय सुधार योजना निर्माणको पदीय जिम्मेवारी कसको हो। ल हेर्नुहोस्, विद्यालय सुधार योजनाको पदीय जिम्मेवारी चाहिँ यी 4वटा मध्ये कसको होला त हेर्नु त। क नम्बरमा विविस, ख नम्बरमा ग नम्बरमा पिटिए, घ नम्बरमा स्रोत व्यक्ति कसको होला। पक्कै पनि यहाँ एन्सर गेस गरिसक्नुभयो। जसको सही एन्सर रहेको छ ख नम्बर। अब आजको यस भिडियोको अन्तिम प्रश्न, प्रश्न नम्बर 10, लिड थ्योरी केसँग सम्बन्धित छ। यहाँहरूले लिड थ्योरी भनेर सुन्नुभएको छ भने यो थ्योरी केसँग सम्बन्धित छ भन्दाखेरि यहाँ हेर्नुहोस्, सुव्यवस्थापन, समय व्यवस्थापन र तनाव व्यवस्थापन मध्ये कुन चाहिँ हो भन्दा ख नम्बरको समय व्यवस्थापन हो। अब यसै गरी अब म क्रमशः यस्ता प्रश्नहरूको भिडियो तथा अन्य
यो सामान्य ज्ञान सम्बन्धी भिडियोहरू यहाँहरू समक्ष राख्दै जानेछु। कृपया यो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने आजै सब्सक्राइब गर्नुहोला, ताकि मलाई थप भिडियोहरू बनाउन हौसला मिल्नेछ भन्दै यहाँहरू समक्षबाट बिदा चाहन्छु। हस्त, धन्यवाद, नमस्कार, शुभ दिन।